के भएको चाहिँ कसको ल्याइदेऊ है त्यस्तो यो आएको छ खोला खेल्न साह्रै चिच्चा चियाइ हो साह्रै रङको दुःख भएन हिन्दी बोल्दै खाइदिनु न अन्त खाइदिनु खाइदिनु लु 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 खाइदिइहाल्यो न अन्त माछा मारेको अम्मा माछा पक्रिने ला आज पानी नदुनु पर्छ आज पानी नदुनु पर्छ यो पार्करले कहिले है लु अझै पनि माछै मार्दैछ आमा माछा मार्ने लु माछा खोइ देखाउन न माछा ए लु यति त है ठुलो देखाउँछु ल कसले पक्रेको यो ठुलो माइलदाले पक्रेको है छैन रहेछ त मैले पक्रेको खोइ ठुलो लु गर्नु न दाँतले टोक्देऊ न मुखले पक्रिदेऊ त मुखले पक्रिदेऊ त के हो लु 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 खेल खेल हामी चाहिँ लास्ट गाडी है अरू त सबै घर पुगिसक्यो हामी चाहिँ अब बिस्तारै बिस्तारै आउँदैछौँ ल ल ल ल ल तेरिका आएकै हो ऊ गाडो भयो नि ल ल यस्तो के तपाईँकोमा छ नि ल्याइदिनु अन्त लु लु दाँतले चेप्दिहाल्नु न अन्त दाँतले चिप्दिनु त के भयो बेसी माछा पक्रेर गलेछ गुन्द्रुकको झोल पो छ त हो टिका लगाएर चाहिँ मासु खाइदिएको है टिका लगाएर माछा खाइदिएको खाएको यो खाएको टिका लगाएर माछा खाएर चाहिँ नि माछा खाए टिकाहरू लगाएकै हो कति केजी कन्फर्म है को नाच्ने चाहिँ यता छ हाम्रो माइला भाइले चाहिँ मारिदिनु भएको माछा नभए चाहिँ हामी दुईजना भाइहरू मात्रै लिएर आएँ जान्दै नजान्ने तर उनीहरूकै सबै इन्भर्टरहरू लगेर मारिदिएको धेरै धेरै धन्यवाद छ है
भरे लाइक उयो गर्नु नि फेरि ल कमेन्ट गर्नु है फेरि पारा आउँदैन लाइक त गरिदिनु लाइक त गर्छु ल सधैँ गर्छु शेयर कमेन्ट सबै हुन्छ यस्तो छु है यी हेर्नु सबभन्दा ठुलो चाहिँ यही मैले पक्रेँ अलिक भसर भसर भएन खुसी छ यतिको भाइले कहाँ पाउँछ धन्यवाद भर्खर भयो तर है भसर आमा खोला बगिरहेको छ तर खोलामा नधुएर पनि यहाँ टुमाउटीमा धुइरहेको छ यो धुइरहेको पर्दैन खोलाको धो यो हो नि पहिला त माछा नि त्यसलाई पहिलाको जन्ममा भनेको है कहाँ बिग्रिन्छ ल त्यो पखेट त काटेकै यसरी काट्नु के अरे खोलामा माछा गाइसहरू माछा होला भाइ यस्तो रहेछ कि यस्तो हल्लिरहेको ए हुँदैन निकाल्ने मान्छे त डेन्जर रहेछ त उफ्री उफ्री नाच्नु न ल मात्रै रहेछ जाँगारी ल अरू सबै गुन्द्रुकको झोल त बोक्दै छ ल नाच्नु मार्ला बिनु दिले आलु बजु लु के भरे त्यो चाहिँ हाम्रो अर्गानिक सुप हो यो चाहिँ घरमै बनाएको सुप है गुन्द्रुकको झोल गुन्द्रुक पनि कसले बनाएको हौ कसको यो कल्पना दिको है हाम्रो नानीहरू भोगले हावा भएछ झोलमा त हावा भइसक्यो भनेपछि त भोगले कस्तो चाहिँ होला यहाँ भनिदिनु पानी पनि ल्याइदिनु है भन्छ मैला जा थाप्न मेथासम्म माइला नलज खप्ल यो चाहिँ माइला भएको भएको अब माइला र राजा भनेर आसिहाल्नुपर्छ खानु त कस्तो भयो लु खाइदिनु न अन्त पानी भएको छ नि है लु 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 दामी भएको छ यो चाहिँ पा हो आमा म तिमीले त अगाडि लिएर कत्रो निकाल्यो होला अनुर है तलबाट खिच यो चाहिँ पा हो पाको फिला मात्रै खाएको पा चाहिँ कसले पक्रेको माइला भाइले अझ त खाँदैन तिमी चाहिँ खाएको मन पाको फिला चाहिँ खाइदियो निकाल्दा सबैपट्टि घुमाइदियो घुमाओ घुमाओ भने क्रिस्पी भएको रहेछ है क्रिस्पी भएको रहेछ माछा तान्दैछ म चाहिँ यहाँ बसिरहेको छु लु है त खिच्नु त आली सिक्किम त पिकनिकमा आयो भयो है कल्पना दिदी पाउन लाग्यो त आज त हामी लगाइछ कसले पकाएको किनभने उहाँ चाहिँ कुक हुनुहुन्छ नि त सिक्किमको पिकनिकमा माइला र राजाभाइ नआएको त माछा खानु पाउँथेन नि फेरि एउटा खुसी लागेको छ उहाँलाई धन्यवाद धन्यवाद
राजा भाइलाई धन्यवाद अन्त मात्रै माछा खानु पाएँ नभए छैन अहिले भिडियोमा फेरि झोल भन्छ होला है दाल भन्नु पर्यो मसम दाल मुसुरी दाल होइन रासोङकी दाल के खानु भएको नानीहरूले लु भनिदिनु पर्यो अलिकति माछा आइदिनु रासोङकी दाल नाच्नु नाच्नु ढालिदिनु ढालिदिनु आज हामीले 7 नम्बरमा चाहिँ यस्तो इन्जोय गर्यौँ कि देखा हुन्छ गाइस उयो पनि दिनु भन्न के भयो लाइक सब्सक्राइब सब्सक्राइब पनि गरिदिनु भाइ हुन्छ ला अरू त विषाद भयो त भोर पर्यो त अरू त